दिनभरि मरिहत्ते गरेर काम गर्दा पनि मालिकलाई जस पर्दैन यार। हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप हजुरहरू पनि ठिकै हुनुहुन्छ होला र हामी पनि एकदम ठिक छौं। बिहान म काममा गइसकेको थिएँ र भाइलाई हिजो राति नै भनेको थिएँ राति सकिएको सामान बिहान आएर तयारी गर्दै गरे भनेर। सो भाइले चाहिँ तयारी गर्दै थिए। यतिका परातभरि गोपी र गाजर केका लागि भनेर तपाईहरुलाई लाग्न सक्ला, तर यो चाहिँ मन्चुरियनको बल्स बनाउनको लागि हो, जो हाम्रो होटलमा काम गर्ने सेफहरुलाई राम्रोसँग थाहा हुन सक्छ। हामीहरूले अलि धेरै नै बनाउँछौं किनकि 3-4 दिनको स्टक सामान पनि रहन्छ। र मर्निङ ड्युटी आएका मेरा साथी दिउँसोको ब्रेक आउने समय पनि भएको थियो र हामी केही ढिला नगरी मन्चुरियनको बल्स निकाल्न थाल्छौं। घण्टौं समय लगाएर मन्चुरियनको बल्स पनि निकालेर सिद्धाउँछौं। केही समयको लागि साँझको बेला कामले पनि हामीलाई ब्रेक दिइरहेको थियो। त्यसपछि जो घटना हाम्रो साथ हुन्छ त्यो घटना हजुरहरूले सोच्न पनि सक्नुहुन्न, र जो घटना तपाईहरुले सोच्न पनि सक्नुहुन्थेन त्यो हामीले 4 घण्टामा भोगिसकेका थियौं। लगभग 7 बजेदेखि 10:30 बजेसम्म कन्टिन्यू काम गर्दा हाम्रो हालत एकदमै डाउन भएको थियो। यो कुनै नेउलो कुरा त होइन, तर आजको थकानले शरीर एकदमै धेरै गलाएको थियो र किचन बन्द गरेर आउँछौं रुमतिर। दिनभरिको थकानले जिते पनि ओठमा रहेको हाँसोले हार मान्दैन। तपाईको जीवनमा पनि यस्तै मुस्कान ल्याउन यो भिडियोले प्रेरणा दियो। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गरिदिनु होला। धन्यवाद।